नमस्ते डालास, नमस्ते। आरामै हुनुहुन्छ? नमस्ते US.com को प्रस्तुति समर धमाका। हजुर, तपाईहरुलाई आजको साँझ मनोरञ्जनको साँझ बनाउन यस समाजमा विगत धेरै वर्षदेखि डालासलाई संसारसम्म पुर्याउँदै आएको मिडिया नमस्ते US.com को पहिलो प्रस्तुति, जसलाई नेपाली समाज टेक्सस र एभरेस्ट रेस्टुरेन्टको सहयोगमा आजको यस कार्यक्रम आयोजना गर्न लागि छ। फेरि पनि यहाँहरू सबैको उपस्थितिको लागि हार्दिक स्वागत गर्दै हामी कार्यक्रम अगाडि बढ्न गइरहेका छौं। सताइरह्यो यो आँखाले हेरिरह्यो, मनको कुरा मनमै रह्यो। चिठी तिमीलाई लेखौँ भन्छु, मनको कुरा मनमै रह्यो। अधुरो नै रहन्छ कि मनको कथा लेखौँ भने अधुरो नै रहन्छ कि यो आँखाले टोलाइरहे बादललाई छेकिन्छ कि कुन शब्दले लेखौँ त्यस्तो नभिजाउने काँडा जस्तो। चन्द्रमा झैं मुस्कान तिम्रो, चिठी तिमीलाई लेखौँ भन्छु, मनको कुरा मनमै रह्यो।
बस्नेतज्यू, हजुर दर्शकवृन्द, फेरि पनि हामी सम्झिन चाहन्छौँ यस कार्यक्रमका ग्रान्ड स्पोन्सर भास्तिका इङ्कका तर्फबाट गौरीराज जोशी अनि न्युयोर्क लाइफ इन्सुरेन्सका तर्फबाट सतीश ओझाज्यूलाई फेरि पनि उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र अबको प्रस्तुति रहनेछ सृष्टि घिमिरेको। सृष्टि घिमिरे बहिनी लिएर आउँदैछिन् हरियो चुरा मेरा हातभरि, तीजको बेला रमझम गराउन सृष्टि घिमिरे। हरिया चुरा मेरा हातभरि, माया छ आँखैभरि मुटुभरि, हरिया चुरा मेरा हातभरि, माया छ आँखैभरि मुटुभरि, छातीको हलचलले पाउजुको छमछमले, छातीको हलचलले पाउजुको छमछमले, सँगै रहौँ भन्छ जुनी जुनी, हरिया चुरा मेरा हातभरि हो। नाच्न मन लाग्छ, उड्न मन लाग्छ, अङ्गालो हालेर घुर्न मन लाग्छ, नाच्न मन लाग्छ, उड्न मन लाग्छ, अङ्गालो हालेर घुर्न मन लाग्छ, अजम्बरी नाता जोडो झै लाग्छ, बाँकी उमेर उनलाई देऊ देऊ झै लाग्छ, मायाको झिकोले यो छाती पोल्छ, मायाको झिकोले यो छाती पोल्छ, हेरिरौँ जस्तै लाग्छ जुनी जुनी, हरिया चुरा मेरा हातभरि हो। तिमीलाई जुन भनौँ कि फुल भनौँ, ती बैसलु आँखाको भुल भनौँ, तिते करेलीले मुखै तितो गरायो, तिते करेलीले मनै लट्ठै बनायो, झिमझिम परेलीले भनौँ कि फुल भनौँ, कि बैसलु आँखाको भुल भनौँ, तिते करेलीले मुखै तितो गरायो, तिते करेलीले मनै लट्ठै बनायो, झिमझिम परेलीले मुखै तितो गरायो, तिते करेलीले मनै लट्ठै बनायो, झिमझिम परेलीले। नाचु है, नाच्नु पर्यो नि, यहाँबाट दाइहरू उठेर नाचिहाल्नु पर्यो। तिम्रो सामु घम पनि जुन पनि ढल्किँदैन नम्बरी, सुन पनि तिते करेलीले मुखै तितो गरायो, तिते करेलीले मनै लट्ठै बनायो, झिमझिम परेलीले घम पनि जुन पनि ढल्किँदैन नम्बरी, सुन पनि तिते करेलीले मुखै तितो गरायो, तिते करेलीले मनै लट्ठै बनायो, झिमझिम परेलीले मुखै तितो गरायो, तिते करेलीले मनै लट्ठै बनायो, झिमझिम परेलीले। Dancing
तिनबारे भनेर सानानीले झुकायो मलाई तातो पानी तिनबारे भनेर सानानीले झुकायो मलाई तातो पानी तिनबारे भनेर तातो पानी तिनबारे भनेर। नमस्ते। ठ्याक्कै 7:30 बजेछ आज भने सबैजना टाइममा आउनुभयो। गुड जब। किन ताली पिट्नु भएको? त्यो त 2 घन्टा अगाडि नै भएको थियो। समर धमाका 2014 यहाँहरू सबैलाई स्वागत छ। अब हामी कार्यक्रम अगाडि बढाउँदैछौँ तपाईँहरूको साथमा, तपाईँहरूको माझमा। मेरो सामु आउँदै हुनुहुन्छ कोही पाहुना। कस्तो भएर आफूले त। मेरो नाम राजेश हमाल भइदिएको भए आज मेरो त लटरी लाग्ने थियो। बासु शर्मा परियो। म पनि कम छुइनँ नि। तपाईँहरूकै भाइ भतिजा छोरो हुँ। आउनुहोस् म बोलाउँदैछु एउटा त्यस्तो कलाकारलाई जुन कलाकारका लागि यहाँहरू सबै मन थामेर बस्नुभएको छ। एकछिन सावधान हुनुहोस्। अब हामी यो स्टेजमा बोलाउँदैछौँ त्यही चिर परिचित कलाकार पवन कली। पवन खली कमान आउँदै हुनुहुन्छ पवन कली। म राम्रो देखिया छु। नमस्ते। साह्रै राम्रो देखा। मान्छेले भन्थे होइन साउनको महिनामा हातमा मेहन्दी लाउनु पर्छ अरे होइन शिवजीले चाहिँ राम्रो वर खोजिदिन्छन् भन्थे। हिजो लाउन नभ्याएको आजै देखिहाल्यो रिजल्ट त। हो यो डालास भनेको ठाउँै यस्तो हो। तपाईँ लाउनुहोस् नलाउनुहोस् माया गर्ने मान्छेहरू छेउमै टुप्लुक आउँछन्। यति नराम्रो दिन नि आयो मेरो। अब एकजनाले केटीआई साहबलाई बिहा गरेको थियो, अलि उमेर पुग्यो सबको। अब मेरो त दिन आएछ भन्ने ठान्दा रहेछन् भने 50 वारी बिहे वारी 50 अलिकति भेटेको छैन। किन हात्तिनुहुन्छ? राजेश हमाल नभए पनि छेउछाउमै छु नि। हेन्सम भन्दा कम छु म। त्यही त बिहान ऐना हेर्न बिर्सिनु भएको रहेछ के भएछ? यस्तो काम हजुरले मसँग साँच्चै डर लागेर अगाडि आएर बोले भएको त। यहाँलाई डालस कस्तो लागिरहेछ? क्या गर्ने अब डालस त साह्रै रमाइलो लाग्छ होइन। तर सोचे थिइनँ कि डालसमा यति हेन्सम मान्छे होलान् भन्ने लाग्थ्यो। भरे क्या गर्ने हो र अब यस्तो हो। जाने यो शर्मा नाम गरेर मान्छेको बोलीबाली छ अहिले त। उता नि हाम्रो शर्माजीले जितेको अरे होइन? हजुर हजुर केपी शर्मा ओलीले ट्वाक्कै जित्नु भयो। तर उहाँको त पार्टीको नाम चेन्ज भएछ अरे। के भएछ? अहिले त के अरे उखान टुक्का चुट्किला कम्युनिस्ट पार्टी भनेर राखेछन् रे। हजुरलाई नि आउँछ? ए होइन, पहिले त चुनाव अगाडि त दोहोरी पार्टी भइरहेको थियो। अब अहिले टाक्क टुक्क भएछ। अब हाम्रो नेता त्यस्ता परेछन् त होइन। उहाँले हरेक कुरा चुट्किला गर्नुहुन्छ होइन। अनि बाई द वे अलिअलि त अङ्ग्रेजी जान्नुभयो होला नि यहाँले नि? कसो नहोला त क्यार्ने त जान्नै पर्यो त। अब यहाँ स्टार बक्समा गएर कफी नखाएपछि अलिअलि थ्याङ्क यू गो नभनेपछि होइन काँडो हुने होला र होइन। यो बा सबैलाई रमाइलो भइरहेछ के हो? यहाँका मान्छेले खान्छन् कि होइन? राम्रो जोडी देखेर मान्छे दङ्ग पर फोटो खिचेर बस्या हुन् क्या? यो यो चाहिँ अलि म पाइ भयो होइन। म त त्यसै जन्मिँदै राम्री जन्मिया हो होइन। हजुरको त क्यार्ने अब जवानी राम्रो देखिनु हुन्थ्यो ल। अब अहिलेको त के कुरो गर्ने भयो होइन। अब भइगयो। अब धेरै कुरो नगरौँ। एउटा साधारण प्रश्न सोध्छु। साउने सङ्क्रान्ति क्यारी मनाउनु भयो त? साउने सङ्क्रान्तिमा मैले यसपालि हातमा मेदी लाएर मेरो नाम जपेर न्युयोर्कदेखि यहाँसम्म तडपेर आउने पवन कलीको नाममा सुन्दिए। हातै खाली छ मेरो त। होइन, मैले माया गर्ने मान्छेले हेरेपछि त्यो मेहन्दी सर्लक्क मनमा आउँछ अरे। नपत्याए हेर्नुहोस् त मेहन्दी छ छैन? हात त छैन। सबै यहाँ आयो नि त। हनुमान बाबे मनानी देखिन्थ्यो क्यारी देखाउने होला त्यसै। मनका आँखाले हेर्नु न प्यारी, मनका आँखाले खुब देखियो। एउटा दुईटा आँखाले नभएर चस्मा लामा मान्छेले मनका आँखाले देख्छन्। ए होइन, मलाई बुढो भने क्या हो? कहाँ भन्नु? मैले त हजुर त बालकै हो। अस्ति भर्खरै जन्मे आएन र। म त 50 भएको छैन नि। त 3 वर्ष अगाडि कुरो हो नि। ए मैले त हाम्रो उहाँकै कुरा सोचिरहेको छु। उहाँ त 50 गएर बिहा हेर्नु भयो क्या नि? क्यार्ने त्यो कुरै नगरौँ। साह्रै मन दुःख। जे होस् डालसमा आयो, खुसी लाग्यो, मसँग कुरा गर्ने सौभाग्य मिल्यो। आहा धेरै आहा नगरौँ बरु आहा हुने गरी एउटा गानामा नाच्या चाहिँ हेर्ने हो र।
बहिनी अलिकति कुरेर बसिरहेको छ गरौँ न। हजुरको यो अनुहार चस्मा लागेको अनुहार देख्नु भन्दा त उसले नाचायो त मान्छे रमाइलो रहेको छ के अब गर्छ हिजो आजका घरका मान्छेले नबुझिकन मान्छे धपाउँछन् भनेको हो रहेछ गरी खाऊ प्रभु गरी खाऊ ल यो अब रमाइलो त हुन्छ के अरे होइन राजेश पाल राई नाम त काट्नु नहुने होइन जे हो नि मेरो हुन नसकेको उहाँ भयो नि मिच्यु भन्नु पर्ला के अरे है अब उहाँको कार्यक्रम नि हेर्न बाँकी छ त्योभन्दा पहिले चाहिँ हाम्रो यहीँको डालसको मान्छे होइन साह्रै राम्री बहिनी छिन् हेर्दा नि चिटिक्क परेर आएको छि होइन मलाई कम्पिटिसन दिएले जस्तो छ त्यसले ल ठिकै छ उहाँलाई जोड्दा तालीले स्वागत हौ अस्मिता पौडेल तिमीसँग जिउने मरिने चाहना छ मेरो कति राम्रो नाच्दो रहेछन् भाइ आमाले भन्थे कि त खाना बनाउन जान्नु पर्यो रे कि त कपाल बाट्न जान्नु पर्ने कि त नाच्न जान्नु पर्यो भन्थे यी केटीलाई त सबै आउँदो रहेछ भने कस्तो लाग्यो बल्ल बल्ल भेट भएको दिन बल्ल बल्ल भेट भएको दिन बोल्दा पनि बोल्दैन किन माया बैगुनी नभई नहुने कस्तो माया यस्तो बैगुनी माया पनि फेरि नभई नहुने हे भगवान् के गर्ने के भा हजुरलाई बुढेसकाल हेर हजुर भनेपछि सकियो माया तर छ नि त ए बा यो त बा आमाले सिकायो नि शान्तिकी आफूभन्दा ठुला बडालाई होइन यसो सत्कार गर्नुपर्छ होइन अनि राम्रोसँग बोल्नुपर्छ इज्जत गर्नुपर्छ अब केटी मान्छे बाबै गएर खुट्टा ठोक्नु हुन्थ्यो अब छोरो मान्छेलाई खुट्टा ठोक्नु नि मिलेन मलाई खुट्टा ठोक्नु पर्दैन कि मैले बुझेँ त्यो कुरो ऊ बेला त्यो के भन्छ सोस्तानिया मात्र हुन्छ त्यस्ता आजभोलिका दिन त हुन्न एकजनाले बिहा गर्यो डिआइजी साहबले भन्दैमा सबैको त्यस्तो हुन्छ र क्यार्ने त क्यार्नी नि अब यो कार्यक्रम चलाउनु परेछ भाग्यमा आज अब फुट्या भाग्य मेरो होइन फुटा भाग्य भन्छौ नि म छु नि म किन त्यस्तो गरे नि कति जाने यिनले आज सब कलाकारी त एकैचोटि देखाउने भयो यिनले अब पमन अलि छ नि त हौ तिमी भएर पो त ठिकै छ हुन त कस्ता कस्ताको मन बाडिन्छन् भन्थे होइन अब हजुरको मात्र के कुरा हराइ भएर अरू कोही नभएपछि म त छु नि किन अप्सरा नगर्न न हौ डाला माया देखाउ न देखाउ यही हुँदैन क्या ए बा कति जाने भाइ यिनले त के गर्ने भन त अख्यार्नी हो फोन छ तपाईँसँग अब फोन चेक गर्न पाइँदैन नि अरूको नम्बर गर्ने होइन यहाँ एउटा सेल्फी खिच्नु भने सबैले फेसबुकमा फोटो राखेन भन्न थाले के कुन चाहिँ फोटो छ मसँग मेरो त के हो यो आइफोन मलाई त आइफोन 5 म फोन त्यही त त्यो 5 हो कि 4 हो कि कति हो 5औं श्रृङ्खला हो 5 मा त राम्रो आउँछ के हैन
यो मलाई मन परायो हो कि आइफोनलाई मन पराएको हो? मैले मेरो आफ्नो भने त यहाँ मसँग फोटो खिच्ने अरे ल हेर त डग फेस बनाएर यहाँ फेरि फेसबुकमा राख्नुपर्छ के क्या लु राखौँ न त ए बा अब बाबु हजुरको त डग फेस बनाएर राम्रो आउन रहेछ ल हेर त यति राम्रो अनुहार सबैले राम्रो छ भन्थे किन त्यसो गरे अब यो कुरो छाडौँ मलाई अलिअलि यहाँ यो यति भन्नलाई यहाँ कहाँबाट न्युयोर्कबाट आएको छु म होइन भन्ने कुरो भनौँ के अरे होइन यो हाम्रो यो नमस्ते US.com भन्नेको चाहिँ होइन यो सबैले आफ्नो आफ्नो कम्प्युटर र मोबाइललाई हेर्नुहुन्छ के अरे होइन सधैँ ताजा ताजा खबर कार्यक्रमहरूको बारेमा भन्छन् कलाकारको बारेमा लेख्छन् होइन कहिले राम्रो लेख्छन् कहिले नराम्रो लेख्छन् राम्रो लेखा बेला त ए विकासजीलाई धन्यवाद भन्छौँ होइन बेलालाई गाली नै गरेको थिएँ अब मेरा प्रेमका कुरा नगरेपछि म छैन गुड बाई ए बा ल पछि भेटौँला नि त है नमस्ते अनि अब त्यसै गरी है सबैभन्दा मिठो खाना पाउने रेस्टुरेन्ट सबैजना खानुहुन्छ के अरे म नि अघि गएको थिएँ बिहानै होइन दिउँसो त्यो नि मिठै छ कुरा अर्को सबैभन्दा यहाँ 3वटा कुरोको भर हुन्न भन्छन् अमेरिका होइन 3वटा डब्लु भन्थे तर ती डब्लुको कुरो नगर एलको कुरो गरौँ होइन लभ भने होइन लाइफको कुरो गरौँ होइन इन्सुरेन्स गर्नुपर्छ भने भन्थे अब इन्सुरेन्सको कुरा गर्नलाई इन्सुरेन्सको दाइलाई नबोलाइ भएन अरूलाई त के कुरो गर्थे जसले यहाँ पैसा दिएछन् तिनलाई नै बोलाउँ के अरे होइन के कसो त्यति गरे चाहिँ अर्कोचोटि नि बोलाउँछन् होइन कहाँ गयो हाम्रा दाई नाम त बोलाउनु नपर्ने होला त्यही पनि सतीश दाई पहिल्यै दाई भन्नुपर्छ यहाँ सबैको यहाँ मती बिग्रेछन् होइन ए सतीश दाई इन्सुरेन्स गर्ने भन्थे बेलामा बोल्दैन नि त्यसपछि अनि अरू बेला हेरे ल ठिकै छ कतै व्यस्त हुनुहुन्छ जस्तो छैन तर पनि आफ्नो अब वाइफको भर नभए नि वाइफलाई चाहिँ नि माया त गर्नु पर्यो होइन आफ्नो जिन्दगी हुन्जेलसम्म नि सेवा गर्नु पर्यो जिन्दगी नभएपछि नि हेर्नै पर्यो होइन त्यसले गर्दाखेरि इन्सुरेन्स गरौँ के अरे इन्सुरेन्स गर्नलाई हाम्रो सतीश दाइलाई सम्झिनु होला यति भन्दै अहिलेको लागि चाहिँ नि कार्यक्रमलाई अगाडि बढाउँ है नि त कि क्यारौँ त सब सुते जस्तो छन् सेलाए जस्तो छन् होइन राजेश पायल राई भन्न त मन लाउन्न होइन उहाँको नाम लिँदा चसक्क हुन्छ भने है हाम्रै उहाँको नामसँग मिल्दोजुल्दो भएर हो के अरे है ठिकै छ अब चाहिँ नि जोरदार तालीले स्वागत गरौँ राई इज किङ ल ठिक छ अब जोरदार तालीले स्वागत गरौँ हाम्रो राजेश पायल राई तिमीसँग जिउने मरिने चाहना छ मेरो हो तिमीसँग जिउने मरिने चाहना छ मेरो म तिमी बिना अधुरो तिमी म बिना अधुरो मलाई जुनी 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 तिम्रो हुने मन छ फेरि 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 नभन्नुला फेरि 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 नभन्नुला ताली बजाउनु सक्नुहुन्छ बिस्तारै आराम से
जुन हो किरण तिमी हो साथी मेरो हरेक आगमा तिमी माया बनी बसेकी छेउ म तिमी बिना धुरो तिमी म बिना धुरो मलाई जुनी 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 तिम्रै हुने मन छ फेरि 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 नाइ नभन्नुला फेरि 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 नाइ नभन्नुला माया वरा वरा सरा सरा माया वरा 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 माया सरा सरा फिका फिका मेरो जीवनमा मायाको रङ भरा मायाको रङ भरा मायाको रङ भरा मायाको रङ भरा सारा सारा माया वरा वरा दिक्तेल बजार कान्छी दिक्तेल बजार हितैको मायालाई लाए नजरा के कसो हितैको मायालाई लाए नजरा खोइ त नेपालीहरू के दिक्तेल बजार कान्छी दिक्तेल बजार हितैको मायालाई लाए नजरा सक्यो हितैको मायालाई लाए नजरा शीतल तापने कान्छी चौतारीको बर पवन कालीको हेरा है हुँदैन है भर पवन कालीको हेरा है हुँदैन है भर मारो उड्दै आयो नि कान्छी चरी चाचरा तिमीलाई रुवाउने मन त कहाँ छ र तिमीलाई रुवाउने मन त कहाँ छ र
मजा आयो पवन कली त म जतिकै जस्तो लागेको थियो आज त मभन्दा अग्लो देखि अमेरिका आएर बढ्यो क्या मान्छे खैर केही छैन उसको उचाइ जसै राम्रो काम गरोस् मेरो शुभकामना छ उसलाई मेरो बारेमा के बोले जस्तो लाग्यो नि म केटीको त नराम्रो बारेको गर्दै गर्दिनँ मान्छे राम्रो भएपछि त राम्रो कुरो गर्नु पर्यो नि त त्यो त त्यस्तै अनि के हो हजुरको त यतिका वर्षपछि नि हाइट त बढेन छ यता मात्र बढेछ त चौडाइ बढेछ लम्बाइ बढेन छ चौडाइतिर ध्यान नदेऊ के यति मात्र हेर अनुहार मात्र हेर त्यही भने साह्रै राम्रो किराँतीको आँखै राम्रो एक त होइन अलिकति खेर केही छैन उचाइमा केही फरक छैन छ त उचाइमा केही फरक राख्छ मन एउटा कुरो के यो घाँटी चाहिँ गजब राम्रो छ भने कसरी आऊ यति राम्रो गाउनुलाई भने मलाई नि ट्युसन पढाउने पवन कली पुरै भ्रममा रहेछ घाँटी मात्रै राम्रो छ अरे मान्छे राम्रो छ भनेर आफै आइरहेछ तलबाट नबोलाइकन आफै आइरहेछ अघि चाहिँ बोलाएकै हो होइन यो कस्तो भने मलाई यो राजेश भन्ने नाम साह्रै मनपर्छ पायल चाहिँ बेसी अलि पायल होइन हमाल भन्ने नि हमालले बिहा गरिसक्नुभयो त्यही भने 55-60 वर्षमा बिहा गरिसक्नुभयो 17 मान्छे यहाँ जिउँदैछ यहाँ भिलेन खेल्ने मान्छे कहाँबाट आएर बे गरिहाल्यो भने खेर केही छैन हामी छौँ एउटा कुरो सोध्नु थियो भन्नुहोस् यतिका वर्ष भइसक्यो होइन अमेरिका ढिलै भयो नि आउनुभयो मेरो मायाले यति नै गाह्रो भएर छ ऊ जमाना भने भइहाल्थ्यो नि 3-4 वर्ष लाउनु पर्छ डेफिनेटली पवन कलीको माया छ मनमा छ आई रेस्पेक्ट यु तपाईँ राम्रो हुनुहुन्छ I respect you too. I love you too. टु भन्ने बित्तिकै आई लभ यु नभन्दै टु भनिदिइहालेको मैले त्यो पनि सजिलो भयो नि त होइन र हाम्रो किराँती संस्कृतिमा चाहिँ के हुन्छ भने जहाँ रक्सी दिने चलन हुन्छ क्या लन्डनबाट पापा मम्मी बोलाएर तिम्रो पापा मम्मी कता छ यता छ कि उता छ नेपाल ओके ठिकै छ पत्रकार मित्रहरू नोटिस गर्नु होला भोलि पत्रिका फेरि छाप्छन् भने के बोले त विचार गरेर बोल्नु पर्छ भने के म त फेरि पुर्याउँछु फेरि बोलेको तिमी चाहिँ नभागन फेरि यहाँ के बाल भयो धेरै कुरो नगरौँ पहिला गीत गाऊँ पछि अरू कुरो गरौँ है थ्याङ्क यू डोन्ट मिस मी डोन्ट किस मी भनेको कि डोन्ट किस मी भनेको मैले बुझिनँ किस त गर्ने नै छु केही छैन मेरो माया छ जहिले पनि तपाईँहरू सम्पूर्णलाई बल्ल भेट भो आरामी मन खोली हाँसौँ न जनाऊ आफ्नो संस्कृति यालाग नाचौँ न
समाचार भेटैमा भयो सोल्टिनी ज्यू राम्रै छ समाचार धरान्धन कुछ भेडेटार सोल्टिनी ज्यू हुने भो घरबार धरान्धन कुछ भेडेटार सोल्टिनी ज्यू हुने भो घरबार फैलियो माया दुबो सरी कहिले घटेन फैलियो माया दुबो सरी कहिले घटेन कहाँ राखौँ तिम्रो याद दिलमा टेन फैलियो माया दुबो सरी कहिले घटेन अमृत भन्दा मिठो लाग्छ मधुर त्यो बोली हो कि होइन अमृत भन्दा मिठो लाग्छ मधुर त्यो बोली बग्न थाल्यो जिन्दगीमा उमङ्गको खोली बग्न थाल्यो जिन्दगीमा उमङ्गको खोली फैलियो माया दुबो सरी कहिले घटेन फैलियो माया दुबो सरी कहिले घटेन लाग्छ तिमीलाई युएसको डल्लासमा भेटौँ लाग्छ तिमीलाई युएसको डल्लासमा रम्दैन यो मन जब फुले फुलको माझमा रम्दैन यो मन जब फुले फुलको माझमा फैलियो माया दुबो सरी कहिले घटेन फैलियो माया दुबो सरी कहिले घटेन कहाँ राखौँ तिम्रो याद दिलमा टेन फैलियो माया दुबो सरी कहिले घटेन कहिले घटेन कहिले घटेन मोहनी लाग्ला गाउँलेको बोलीले टाढा टाढा छहराको गीतले ख्याल चाहन गर अल्झेला बगर बिर्सनेलाई सम्झनाको गीतले बिर्सनेलाई सम्झनाको गीतले मोहनी लाग्ला गाउँलेको बोलीले डाँडा काँडा छहराको गीतले ख्याल अल्झेला बिर्सनेलाई सम्झनाको गीतले बिर्सनेलाई सम्झनाको गीतले मोहनी लाग्ला हिजो छुट्टीदेखि आज हो बल्ल बल्ल भेट भो हिजो छुट्टीदेखि आज हो बल्ल बल्ल भेट भो बाँचियो कसरी दिशामा ओ धेरै पछि भेट भो बल्ल बल्ल भेट भो धेरै पछि भेट भो यता आयो
लोचो ठोलायो ठैको दर्शन नमस्ते ओ दर्शन डल्ले पछि भेट भयो दर्शन नमस्ते बल्ल बल्ल भेट भयो दर्शन नमस्ते मनपर्छ त्यो पनि मन परेको पाउनलाई चाहियो है गाँठ पनि मनपर्छ यो पनि मनपर्छ त्यो पनि मन परेको पाउनलाई चाहियो है गाँठ पनि 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 काम छैन केही पनि काम छैन केही पनि लोफर भए मै पनि लोफर भए मै पनि लोफर भए मै पनि लोफर भए मै पनि राजै लोफर भए मै पनि ओ खरे साइला ओ खरे साइला ओ खरे साइली गिलगिली ताङ्गरेर किन्ताको जिन्दगी गिलगिली ताङ्गरेर किन्ताको जिन्दगी एक्कासी दुःख छ
याद गर्दिनौ रे ओके आँखा तर्दिनौ रे ओके काटिरहँ कुरा खसिरहँ छुरो काटिरहँ कुरा खसिरहँ छुरा हाम्रो माया सुपर हिट दर्शन नमस्ते हाम्रो माया सुपर हिट दर्शन नमस्ते दर्शन 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 ए हजुर दर्शन नमस्ते दर्शन नमस्ते दर्शन नमस्ते दर्शन नमस्ते माया मरेन कसैको पनि रिसले कोही त माया मरेन कसैको पनि रिसले रिस गर्ने आफै मरे आफै अरिसाले आफै अरिसाले कोई बासिरहँ रोय जाले जलुं कोई बासिरहँ रोय मस्त मस्त सुपर हिट दर्शन नमस्ते मस्त मस्त सुपर हिट दर्शन नमस्ते दर्शन 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 ए हजुर सागर सरी चोखो माया तिमीलाई दिउँला सागर सरी चोखो माया तिमीलाई दिउँला यो ज्यानले साथ दिए तिमीसँगै जिउँला तिम्रो नभए मरेछु भने अर्को जुनी ल्याउला सागर सरी चोखो माया तिमीलाई दिउँला सागर सरी चोखो तिमीलाई दिउँला यो जानले साथ दिए तिमीसँगै जिउँला तिम्रो नभए मरेछु भने अर्को जुनी ल्याउला सागर सरी चोखो माया तिमीलाई दिउँला माइक न त तपाईको नाम के हो? ओके मन्जुजी स्वागत छ। मन्जुको लागि एक पटक ताले। आहो बस्न छेउमा मिठा मिठा कुरा गरौँ आओ बस्न छेउमा मिठा मिठा कुरा गरौँ वर्षौँदेखि साँचिएका रहरहरू पुरा गरौँ साथ पाएपछि हाँसी खुसी जिउला तिम्रो नभई
प्रब्लम माथि लेखुबाट बेसीमा झर्दा माथि लेखुबाट बेसीमा झर्दा क्या विधि बोल्यो खामले मूलको पानी फुल कि नानी बुहारीले भन्छ मैले बेसीमा झर्दा क्या विधि बोल्यो खामैले मूलको पानी फुल कि नानी बुहारीले भन्छ मैले तिम्रो माया मेरो त प्राण थियो प्रिय तिम्रो मुस्कान तिम्रो माया मेरो त प्राण थियो प्रिय तिम्रो बोली तिम्रो सुवास मेरो त प्राण थियो आइसक्नु भएछ हाई हाई हाउ आर यु मान्छे आम फाइन थ्याङ्क यू हाउ आर यु आई एम ग्रेट अब त मेरो नि अङ्ग्रेजी राम्रो भइसकेको छ यो बा मैले अहिले भर्खरै सुने होइन के अरे ब्राजिलले 7 गोल खाँदा जस्तो छक्क परेको थिएँ राजेश पालले गीत गाएको देखेर झन् त्यो भन्दा डर लाग्छ राजेश पाल मान्छे नै हो कि अर्थकै हो मिर्गा सिर्गा हो मान्छे त मान्छे हो तर राइस किङ भन्छन् नि त गाएपछि सुरु हुन गाह्रो छ सुरु भएपछि फेरि रोक्न गाह्रो छ भने यो के अरे होइन तर यहाँ रोक्न त रोकिसक्यो अनि के भन्छन् हाम्रो यो आजभोलि हजुरको नि छोरी छ के अरे होइन छोरी कि छैन सासूकी छोरी छन् ए सासूकी छोरी छन् हजुर हजुर तर आजभोलि एकदमै मान्छेहरूले छान्न थालेछ होइन ज्वाइँ छान्नलाई चाहिँ आइटीकै चाहियो भन्छन् बुहारी पनि आइटीकै चाहियो भन्छन् नि के हो तपाईँ त्यसमा मान्नुहुन्छ कुरो अब आइटी म चिया यो इलामको ए महोदय यो मैले अङ्ग्रेजीबाट नेपाली उल्था गर्नुहोस् भनेर भने होइन के अरे होइन यो आजभोलि आइटी प्रोफेसन भन्छ नि पेसाकै पेसा त्यसमा धेरै नै मान्छेहरूले रुचि देखाउन थालेछन् दाम पैसा भएर हो कि त मलाई नि त्यस्तो लागेको छ डलरको कुरो हो होइन त्यसको लागि चाहिँ नि कसलाई सम्पर्क गर्नुपर्छ थाहा छ त्यसको लागि चाहिँ भस्तिकालाई सम्झाउनु पर्छ भास्तिका अलि राम्रोसँग भन्नु पर्यो गौरीराज जोशीज्यू हो ल जोशीजीको जय होस् होइन
अब कतिचोटि भनेपछि चाहिँ उहाँले यो आजको कार्यक्रमको हर्ताकर्ता पैसा सबै उहाँले नै खर्च गर्नु भएको छ के अरे अलिक राम्रोसँग भन्नु पर्यो कि पैसा मात्रै होइन उहाँ दिलको राम्रो दिलको ठुलो दिलको हुनुहुन्छ डालस पर्यन्त हुने सम्पूर्ण कार्यक्रमहरू भाइ उहाँले आफै आएर स्पोन्सर गर्ने गर्नुहुन्छ यो कार्यक्रममा पनि बस्तीका गौरी जोशीजीले प्रथम यहाँ प्रायोजन गर्नुभएको छ उहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ धन्यवाद नि दिन्छौँ होइन त्यसै गरी यो हाम्रो बेला बेलामा गजब हाम्रो फोटो खिच्ने दाइ हुनुहुन्छ नि बिआरटी नेपालका दाइ नि धेरै धेरै बधाई छ धन्यवाद नि छ होइन खै कता हुनुहुन्छ कसले खाएको आजको कार्यक्रमलाई यहाँले छुटाउनु भयो भने अथवा यहाँले दोहोऱ्याएर सुन्न चाहनुहुन्छ भने अथवा आफ्ना प्रिय मित्रलाई भन्न चाहनुहुन्छ भने BRTNepal.com मा गएर पनि हेर्न सक्नुहुनेछ उहाँ हुनुहुन्छ शैलेशजी हो अब यति कुरो गर्दा गर्दै होइन मजाले त्यहाँ एभरेस्ट रेस्टुरेन्टले राखेको खानेकुरो खानुस् के अरे होइन किनभने अब मोमो खाएपछि अनि डिजे मोमोले बजाएको गीत नि नाच्नुपर्छ डिजे मोमो प्रशान्तले बजाएको गीतमा यहाँ सबै नाम नि गजब छ भने नेपालको नामहरू गजब गजब हुने नेपालको नाम गजब छ आफ्नो नाम पवन कली वास्तवमा एउटा कुरो भन्दिनँ त्यो त एक नम्बरको नाम हो त्यस्तो नाम त अरू कसैको हुँदैन एउटा कुरो भन्दिनुहोस् मान्छेले तपाईँलाई पवन कली भनेर मात्रै चिन्छन् वास्तवमा तपाईँको नाम के हो शुभ नाम के हो गुगल गर्नुपर्छ मैले किन गुगल गर्ने अब छेउमै हुनुहुन्छ कर्णप्रिय आवाजमा सुनाइदिए हुन्थ्यो नि यो बात त्यति सजिलो छैन अलिकति कष्ट गर्नुपर्छ क्या माम्पी घोष भन्छन् क्या अरे उहाँको असली नाम माम्पी घोष हो उहाँ कान्तिपुर टेलिभिजनमा लामो समयदेखि हुनुहुन्थ्यो र अहिले न्युयोर्कमा डालसमा हुनुहुन्छ तपाईँले अब नेपाल छोडिदिएको के तपाईँले नेपाल छोड्नु भयो कि यहीँ बस्नुहुन्छ अब ओहो आउने जाने कार्यक्रममा यहाँले जुन देखाउने अनुहार थियो त्यो अनुहार कुरा गरेँ मैले हो नि यस्तो हो भने अब संसारै ग्लोबल भयो भन्छन् के अरे होइन संसार अब खालि नेपाल नेपाल भनेर नि हुन्न अमेरिका अमेरिका भन्नु नि हुन्न ऊ मान्छे हाम्रा राजेश दाई भोलि नै मलेसिया जाने रे होइन त्यसपछि के अरे इङ्ल्यान्ड जाने रे होइन यस्तै यस्तै हुन्छ त्यसले गर्दाखेरि अब यस्तै हो अब धेरै कुरो किन गर्ने हो होइन यो अलिकति छामौँ तपाईँलाई है हुन्न भने होइन कलिलै उमेरमा यस्तो तेजिलो हुनुभयो तपाईँ साह्रै प्रख्यात हुनुभयो त्यो औँठीमा औँलामा औँठी लाउनु भएको छ त्यो औँठीको अर्थ चाहिँ के हो केही छ त्यसको अर्थ राम्रै हुन ला मात्रै हो खास औँठी लाउने मान्छे अझै फेला परि छैन फेला परेको छैन कस्तो मान्छे चाहियो हो नि त मान्छे जस्तै हाई तपाईँ जतिको बुढो मान्छे छ होइन म पनि बुढो भयो यो देशमा बुढै आउने होइन र अनि जिन्दगीभरि यसै बस्ने हो कि आफूलाई माया गर्ने मान्छेको पनि खोजी गर्नु लेख्या बेला हुन्छ अरे बाजेले भने यसपालिको साउनको सबै सोमबार चाहिँ नि व्रत बस्नुपर्छ अरे होइन अब आज शनिबार भयो आज शुक्रबार होइन गुड फ्राइडे त्यसपछि शनिबार आइतबार सोमबार दिनदेखि व्रत बस्नुपर्छ अरे यो महिनाभरि भदौमा वासुदेवको व्रत बस्नु भयो भने राम्रो हुन्छ बस्नु होला ए नयाँ कुरो थाहा भयो आज ल ठिकै छ अब त डिनर टाइम हुन्छ के अरे होइन डिनर खाँदै अनि त्यसपछि क्यार्ने हो त हाम्रा मित्र को हुनुहुन्छ त न्युयोर्क लाइभको सतीश प्रसाद ओझाज्यूलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र हाम्रो सुनिल भाइले लामो समयदेखि पण्डित भाइले हामीलाई यो जस्ताको तस्तै उतार्नु भएको छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छौँ एउटा राम्रो सर्ट है त ल राम्रो भएछ हैन थ्याङ्क यू अब छुटपुट यो शैलेशज्यू हुनुहुन्छ BRTNepal.com बाट उहाँले सबैको फोटो खिच्नुहुन्छ आफ्नो फोटो खिच्नुहुन्न किनभने उहाँलाई आफ्नो कपालको धेरै पिर लाग्छ अरे त्यो भन्दा नि अगाडि बुढी हेर्नु न बुढी बुढीले पनि मान्छे भन्दा अगाडि बुढी हिँड्छ अनि कहाँबाट खिच्नेला बिचराको फोटो यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ पवन कलीजी लामो यात्रा तय गरेर डालस पर्वतको हाम्रो निम्तोलाई स्वीकारेर विशेष गरी म भनेर हुरुक्क भएर आउनुभयो धेरै धेरै धन्यवाद म भाइ तर साँच्चै भन्नुपर्दा अङ्ग्रेजी होइन माई प्लेजर यहाँसम्म आउन पाउनु नै धेरै ठुलो कुरो हो है साह्रै खुसी लाग्छ र डालसका यति राम्रा मान्छेहरूसँग साक्षात्कार गर्न पाइछु होइन त्यसैमा बढी खुसी भएको छु म यसो बेला न्युयोर्क आएको बेला नि मलाई भेट्नु होला होइन त्यहीँ बसाइ छ अचेल अनि अरू के भन्ने हो त पवनकली.com मा गएर भेट्ने कि कहाँ रे पवनकली.com मा जाने कि कसरी गएर भेट गर्ने अब मनबाट खोजेपछि त भेटिन्छ के अरे मनबाट खोजेपछि मैले खोजे जसरी खोज्नुहोस् भेटिन्छ अरे ल अब म जान्छु है त यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छौँ एकछिन हामी खानाको लागि विश्राम गरेर त्यसपछि डिजे मोमो सुरु हुन्छ आउँदा जाँदा लाउँला अरू मान्छे कसरी नाच्छन् थाहा छैन विकास नेउपानेजीले नाचा चाहिँ हेर्नुपर्छ उहाँले तीनजना डिजे बोलाउनु भएको छ तीनजना डिजे प्रशान्त डिजे मोमो र डिजे
डिजे सुशान्त तीनजनाले बा गजब रमाइलो सबैलाई अब इनर्जीको लागि पहिला खानपिन गरौँ के अरे अब खानपिन गरौँ आउँदा जाँदा लाउँला पिरती धेरै धेरै धन्यवाद नमस्ते नमस्ते